रवि लामिछानेको रिटमा बुटोलबाट कैफियत प्रतिवेदन आयो। बालुवाटारले म्यादपत्र बुझ्न नमानेपछि अर्को म्याद पठाउन रविको निवेदन फेरि दर्ता गरियो। न्यायाधीश द्वय कुमार रेग्मी र अब्दुल अजिज मुसलमानको संयुक्त इजलासमा रविको मुद्दा सुनुवाई हुने। रविलाई पूर्व पक्षको लागि थुनामा पठाउने उच्च अदालतको आदेश आधारहीन। बचतकर्ताले रविको विरुद्धमा किटानी जाहेरी नदिएको खुलेपछि रविलाई रिहा गर्न बाध्य हुँदै सर्वोच्च अदालत। दर्शकबिन सहकारी ठगीको अभियोगमा पूर्व पक्षका लागि रूपन्देही कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो पहिलेको निवेदन सच्याउन माग गर्दै फेरि पनि अर्को निवेदन दर्ता गराएका छन्। रवि लामिछानेका तर्फबाट उनकी श्रीमती निकिता पौडेलले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण निवेदन दर्ता गराएकी थिइन्। पहिलो निवेदनमा विपक्ष बनाइएको प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय हुनुपर्नेमा प्रधानमन्त्री तथा मन्त्री परिषदको सचिवालय उल्लेख भएकाले म्याद बुझाउन अलिकति अप्ठ्यारो परेको थियो। त्यो त्रुटि सच्याएर प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालय बनाउन माग गर्दै अर्को निवेदन दिएको रवि लामिछानेको पक्षमा वकालत गरिरहेका अधिवक्ता डाक्टर नारायण कडेलले बताएका छन्। वैशाख 17 गते दर्ता गरिएको रवि लामिछानेको उक्त निवेदन हिजो न्यायाधीश द्वय कुमार रेग्मी र अब्दुल अजिज मुसलमानको इजलासमा परेको छ। दर्शकबिन निवेदन सच्याउन आदेश आएपछि म्याद तामेली सहित जवाफ माग्ने प्रक्रिया अघि बढ्नेछ र यसअघि नै रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणको रिटमा कारण देखाउ आदेश जारी भएको थियो। गत वैशाख 9 मा न्यायाधीश अब्दुल अजिज मुसलमानको इजलासले कारण देखाउ आदेश जारी गरेको थियो। यसअघि न्यायाधीश हरिप्रसाद फुयालको इजलासमा रवि लामिछानेको मुद्दा हेर्नु पर्नेमा परेको थियो भने उक्त इजलासले रविको मुद्दा हेर्न नमिल्नेमा राखिदिएको थियो। चैत 31 गते भएको सुनुवाईमा सर्वोच्चले कैफियत प्रतिवेदन झिकाउन आदेश दिएको थियो। रवि लामिछाने हाल रूपन्देही कारागारमा थुनामा रहेका छन्। रूपन्देहीको सुप्रिम सहकारी ठगी र संगठित अपराधमा रविलाई जिल्ला अदालतले 1 करोड डरौटीमा छोड्न आदेश दिएको थियो। तर उच्च अदालतले जिल्लाको फैसला बदर गर्दै चैत 22 गते रविलाई थुनामा पठाउन मुद्दाको पूर्वपक्ष गर्न आदेश दिएको थियो। यसअघि गत माघ 13 गते रूपन्देही जिल्ला अदालतका न्यायाधीश प्रहलाद कुमार एगीको इजलासले रविलाई 1 करोड रुपैयाँ डरौटीमा रिहा गर्न आदेश दिएको थियो। दर्शकबिन यति बेला भने रविको रिटमा बुटोलबाट कैफियत प्रतिवेदन सर्वोच्चसम्म पुगिसकेको छ। तर पनि रवि लामिछानेको मुद्दा संयुक्त इजलासबाट सर्वोच्चमा सुनुवाई हुन भने किन अझै विलम्ब भइरहेको छ त? दर्शकबिन रवि लामिछानेलाई 1 करोड डरौटीमा रिहा गर्न आदेश दिए पश्चात फेरि 1 करोड डरौटी पनि कम भयो। अब उनलाई पूर्व पक्षको लागि थुनामै हाल्नुपर्छ भन्ने उच्च अदालत तुलसीपुर बुटोल इजलासको मुख्य आधार बनेको किटानी जाहेरी रहेको थियो। रविको विरुद्धमा किटानी जाहेरी परेको भन्दै उच्च अदालतले यस्तो आदेश दिएको भनिएको छ। तर प्रहरीले जुन व्यक्तिलाई मुख्य जाहेरीवाला भनेको छ ती व्यक्तिले विज्ञप्ति नै सार्वजनिक गरेर आफूले रविको विरुद्धमा मुद्दा नहालेको भनेर स्पष्टोक्ति दिइसकेका छन्। उनले भनेका छन्, मैले रवि लामिछानेलाई लक्षित गरेर रविको विरुद्धमा कहीँ पनि मुद्दा दिएकै छैन, तर प्रहरीले मलाई नै मुख्य जाहेरीकर्ता बनाएर प्रस्तुत गरेछ। जबकि मलाई एकचोटि पनि नसोधिकन मेरो अनुमति नलिकन मेरो अनुमति बेगर मुद्दा दर्ता भएछ। जुन मेरो अनुमति बेगर छ, मैले अनुमति दिएको छैन, त्यो सबै कुरा गलत हो उनले भनेका छन्। यदि मलाई जाहेरी दिएको भनेर भनिन्छ भने पनि म त्यो जाहेरी फिर्ता लिन तयार छु उनले भनिसकेका छन्। म त सहकारीको बचतकर्ता भएको नाताले सहकारीमा डुबेको रकम सरकारले फिर्ता देओस् भनेर रकम फिर्ता पाउनको लागि मुद्दा दर्ता गराएको थिएँ। रविलाई थुन्नुहोस्, यो व्यक्तिलाई थुन्नुहोस् भनेर कुनै व्यक्ति टोकेर मैले मुद्दा दर्ता गराएको होइन उनले भनेका छन्। यसरी उच्च अदालत तुलसीपुर बुटोल इजलासको आदेश धाराशाही बनिरहेको छ। दर्शकबिन जो व्यक्तिहरूलाई विपक्षी बनाएर रवि लामिछानेको बेरिटको गैर कानुनी थुनाबाट मुक्त गरी पाऊ भन्ने जो रिट थियो त्यो रिट दिने बेलामा सर्वोच्च अदालतबाट भएको आदेश विभिन्न निकायहरूमा म्याद आदेश गएको थियो। उक्त पत्र गइसकेपछि कारण देखाउनु पर्ने सबै निकायहरूबाट कारण देखाउने काम त भयो, तर प्रधानमन्त्रीको सचिवालयले भने उक्त म्याद बुझ्न मानेन। बुझेर उक्त पत्र नै फिर्ता पठाइदियो।
प्रधानमन्त्रीको कार्यालयलाई लेख्नुपर्ने उक्त म्यादपत्र मन्त्री परिषदको सचिवालयलाई किन लेखियो त? अहिले हामी यो बुझ्दैनौँ भनेर उसले फिर्ता पठाइदिएको छ। दर्शकबिन, राज्य सञ्चालक राजनीतिक दलका नेताहरू जसरी हुन्छ रवि लामिछानेको विरुद्धमा षड्यन्त्र गर्न अझै पनि कम्मर कसेर लागिरहेका छन् भन्ने कुरा यहीँबाट प्रष्ट भएको छ। जबकि प्रधानमन्त्रीको सचिवालय र प्रधानमन्त्रीको कार्यालय एउटै हो, खासै फरक पर्ने कुराहरू यी होइनन्। एक अर्कासँग जोडिएका निकायहरू हुन्। यी दुईवटा एक अर्कासँग सम्बन्धित एकदमै नजिकैका निकायहरू हुन्। प्रधानमन्त्रीको सचिवालयले उक्त म्यादपत्र बुझेर प्रधानमन्त्रीको कार्यालयमा बुझाउन पनि सक्छ, तर रवि लामिछानेलाई दुःख दिने नियतले उक्त म्यादपत्र सर्वोच्च अदालतलाई पुनः फिर्ता पठाइएको छ। दर्शकबिन, त्यसपछि फेरि गत बुधबार सचिवालयलाई कार्यालय बनाएर कार्यालयलाई विपक्षी बनाएर त्यसकै नामबाट फेरि निवेदन दिइएको छ। दर्शकबिन, बिहिबार सार्वजनिक बिदाको दिन परेको थियो। शुक्रबार सर्वोच्च अदालतमा सायद जुरेन अथवा के भयो, रविको त्यो सुनुवाई भएन। फेरि शनिबार सार्वजनिक बिदा नै भइहाल्यो। हिजो आइतबार प्रधानमन्त्रीको कार्यालयमा फेरि पनि उक्त सच्याइएको म्यादपत्र जानुपर्ने हुन्छ। तर गयो कि गएन त्यो भने थाहा छैन, सायद गयो होला। दर्शकबिन, रवि लामिछानेले सहकारी ठगी गरेको कुनै पनि ठोस यथेष्ट प्रमाणहरू नहुँदै पनि रविमाथि गरिएको बदनियतपूर्ण प्रतिशोधको व्यवहार भने एकदमै निन्दनीय छ। तपाईहरू यो विषयमा के भन्न चाहनुहुन्छ? तपाईहरूको आफ्नो धारणा के छ? तल कमेन्ट बक्समा तपाईहरूको धारणा लेख्नुहोस्। भिडियोलाई लाइक गर्नुहोस् र कमेन्टमा रवि लामिछाने लेखिदिनुहोस्। फेरि पनि नयाँ अपडेट लिएर आउनेछौँ। त्यतिन्जेलसम्मको लागि बिदा हुन्छौँ। धन्यवाद।